र घाम चाहिँ अस्ताइसक्यो है केटा हो। यो चाहिँ कतारमा है सनसेट। घाम चाहिँ पुरै अस्ताइसक्यो अहिले चाहिँ होइन, यस्तो छ होइन। यो चाहिँ पुरै होइन कामदारहरू बस्ने कभरनेसन हो होइन। सबै यो एरियामा चाहिँ पुरै हाम्रो नेपाली दाजुभाइ पनि धेरै छन् यहाँ। त्यही भएर यस्तै छ केटा हो जिन्दगी होइन। कतारको बसाइ पनि लगभग अब 6 महिना कम्प्लिट हुँदैछ मेरो होइन। अब 22 तारिकमा छ ठ्याक्कै 6 महिना हुन्छ होइन। यस्तै छ केटा हो गल्फ कन्ट्रीको होइन। गर्मी यस्तै छ केटा हो। दिउँसोको तापक्रम लगभग 45 देखि 50 डिग्रीसम्म पुग्छ होइन। यस्तो गर्मी छ नि, यस्तो गर्मी छ होइन कसम यार। त्यही भएर परदेशमा एकदम गल्फ कन्ट्रीमा चाहिँ एकदम गाह्रो छ होइन। गर्मीको कारणले पनि अब काम गर्नुलाई त्यस्तै असहज भइरहेछ क्या। त्यही भएर होइन झन् मेरो त झन् काम गर्ने ठाउँमा त झन् एसी नचलेर केटा हो यस्तो गर्मी हुन्छ नि होइन। जिउ त पुरै माथिदेखि पुरै लुत्रुक्कै एकदम। त्यही भएर एकदम गाह्रो भइरहेछ होइन, एकदम गर्मी छ होइन। त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरूलाई होइन, सकेसम्म चाहिँ होइन तपाईँहरू गल्फ कन्ट्री चाहिँ आउँदै नआउनुहोस्। म चाहिँ त्यही भन्नु चाहन्छु तपाईँलाई सन्देश चाहिँ होइन। यस्तो गाह्रो छैन होइन। तपाईँहरू जहाँ रहनु भएको छ, जहाँ बसिरहनु भएको छ होइन, त्यही बस्नुहोस् अथवा राम्रो ठाउँमा एप्लाई गर्नुहोस् भन्न चाहन्छु होइन। यस्तो गल्फ कन्ट्रीमा चाहिँ यस्तो गाह्रो हुन्छ गर्मीको कारणले पनि हामीलाई होइन, धेरै नै गाह्रो हुन्छ। त्यही भएर होइन तपाईँहरू धेरै सोचेर विचार गरेर होइन आउनु होला। आयो भने पनि होइन त्यही हो होइन। अन्त हामी अब दुःख गर्ने मान्छेलाई जहाँ पनि दुःख त दुःख नै भइहाल्छ होइन। तै पनि होइन एकचोटि होइन राम्रोसँग बुझ्नु होला, त्यही हो होइन। पहिला अब म जान त साउदी गएको होइन। लगभग म 32-33 महिना 2.5 वर्ष बस्यो होइन। तर मलाई साउदीमा यत्तिको गर्मीको फिल चाहिँ भएको थिएन क्या। किनभने म लगभग 1.5-2 वर्ष चाहिँ मेरो नाइट ड्युटी थियो। 7 बजीदेखि बेलुका 7 बजीदेखि बिहान 4 बजीसम्म। अनि दिनभरि त सुत्ने हो, घाम त देख्न पनि पर्दैन थियो। अनि काम गर्ने ठाउँमा पनि एसी राम्रो चल्थ्यो होइन। काम चाहिँ धेरै भिड हुँदैन थियो। त्यही भएर आनन्दले काम हुन्थ्यो। यस्तो गर्मी पसिना निस्किने गरी चाहिँ गर्मी चाहिँ भएन होइन। त्यति साह्रो पनि दुःख चाहिँ काम गर्नु परेन, सुखले बित्यो। अनि एक वर्ष जति चाहिँ अनि साउदीकै अनि चिसो ठाउँ आब्बा भन्ने ठाउँमा चाहिँ अनि काम गऱ्यो। त्यहाँ फेरि नेपालको जस्तै हावापानी हो यस्तो। अनि त्यहाँ त फेरि होइन त्यहाँको ठाउँ मौसम चाहिँ एकदम सही लाग्थ्यो कि, किनभने एकदम चिसो त्यति साह्रो गर्मी नहुने। त्यही भएर नेपालको जस्तो हावापानी हुन्थ्यो। त्यहाँ गयो भने चाहिँ लगभग 4-5 वर्ष यतै बसौँ जस्तो लाग्ने क्या। त्यही भएर 1 साल चाहिँ गऱ्यो, तर केही छैन। आफ्नो अब बाध्यतावश त्यसपछि म अब नेपाल फर्केर अहिले कतारमा आएर कतारमा मेरो हालत यस्तो छ होइन। मेरो हालत अब सबैको कतारको मेरो मात्र होइन नि, सबैजनाको यस्तै छ होइन, पिडाहरू होइन। त्यही भएर गाह्रो छ होइन साथी हो। यस्तै छ जिन्दगी होइन।